क्यान्डिडियासिस टपिकबाट एनइबी एक्जाममा सिधै 9 मार्क्सको क्वेसन सोध्न मिल्छ। एउटा लङ क्वेसन अनि एउटा एमसिक्यू, र सिइई एक्जाममा पनि थुप्रै एमसिक्यूहरू झुक्काएर सोध्न मिल्छ। सो हरेक माइक्रोबियल डिजिजको लेक्चर जसरी यसलाई पनि कारण, लक्षण, जाँच र उपचार गरेर जति सकिन्छ ट्रिक्स र एनिमेसनको थ्रुबाट पढ्ने जमर्को गर्छौँ। सो म दिवस तिवारी पढ्दैछु डाक्टरी। काठमाडौँ युनिभर्सिटी भए पनि धुलीखेलमा छ, त्यसैले हामी धुलीखेल हस्पिटलमा प्र्याक्टिस गर्छौँ। सो अलिकति क्यान्डिडियासिसको बारेमा थोरै डेफिनेसनहरू हेरौँ है। सो क्यान्डिडियासिसलाई डिफाइन गर्न पर्यो भने इट इज अपर्चुनिस्टिक फङ्गल डिजिज क्यारेक्टराइज्ड बाई सिभियर इचिङ एन्ड वाइट डिस्चार्ज इन इम्युनो कम्प्रोमाइज पेसेन्ट्स कज बाई अ फङ्गस कल्ड क्यान्डिडा अल्बिक्यान्स है। सो अपर्चुनिस्टिक किन भनेको, किनकि यसले बेला बेला मौका छोप्छ, जति पाए त्यति बेला रोग लाग्दैन। जति बेला हाम्रो इम्युनिटी विक हुन्छ, जिउमा हेल्पफुल किटाणुहरू अलिकति कम हुन्छन्, मर्दै जान्छन्, त्यति बेला अट्याक गर्छ। र मेनली 3वटा अर्गनलाई अट्याक गर्छ, मुख अनि भजाइना अनि त्यसपछि स्किन है। सो यसको त्यही अर्गनमा अफेक्ट गर्ने फरक फरक टाइपहरू छन्। यदि मुखमा अट्याक गर्यो, मुखमा वाइट प्याच डिस्चार्जहरू आउन थाल्यो भने इट इज ओरल क्यान्डिडियासिस। त्यही चिज भजाइनामा भयो भने इट इज भल्भो भजाइनल क्यान्डिडियासिस। र स्किनका कुना काप्चाहरू, काखी औँला बिचका खोप्चाहरू, त्यस्तै जेनाइटल एरियाको वरिपरि कापहरू, ग्रोइन्स भन्छ जसलाई अङ्ग्रेजीमा, हो त्यहाँ एनसको वरिपरि पेरिएनल एरियामा क्यान्डिडियासिस भयो भने इट इज कल्ड क्युटेनियस क्यान्डिडियासिस। सो कजेटिभ अर्ग्यानिजम के भयो, हामी कारणमा छिरिसकेका छौँ। सो कजेटिभ एजेन्ट क्यान्डिडियासिसको नाममै क्लियर छ, क्यान्डिडा एल्बिक्यान्स। एल्बिक्यान्स भनेपछि एल्बिनो भन्ने बुझिन्छ, एल्बिनो भनेको सेतो, सो जताततै सेतो गराउने क्यान्डिडा अल्बिक्यान्स। र यो इस्ट लाइक फङ्गी हो कि हो पछि पढिन्छ है ल। सो इट इज नट कम्युनिकेबल डिजिज है, यो कुरा चाहिँ मजाले बुझ्न पर्यो। कम्युनिकेबल डिजिज होइन, ट्रान्समिट हुँदैन। सो यसको मोड अफ ट्रान्समिसन र इन्क्युबेसन पिरियड अरू कम्युनिकेबल डिजिजको जस्तो हुँदैन। सो कम्युनिकेबल डिजिज नभइसके पछाडि यसको रिस्क फ्याक्टर हुन्छ है, कति बेला रोग सर्ने चान्स चाहिँ बढी हुन्छ भन्ने क्वेसन आउँछ। सो जब इम्युन सिस्टम विक हुन्छ त्यति बेला क्यान्डिडियासिस लाग्छ है। सो कति बेला हुन्छ त हाम्रो इम्युन सिस्टम विक, त्यसको बारेमा अलिकति चर्चा गरौँ। सबभन्दा पहिला बुढा मान्छेहरूमा है, बुढा मान्छेहरूलाई रोग किन लाग्छ, किनकि इम्युन सिस्टम ध्वस्त भइसकेको हुन्छ। अर्को इन्फ्यान्ट्स भनेको 1 वर्षभन्दा मुनिको बच्चामा किन बढी रोग लाग्छ भन्यो भने इम्युन सिस्टम राम्रोसँग डेभलपै भएको हुँदैन। त्यस्तै एचआइभी एड्समा अपर्चुनिस्टिक इन्फेक्सन कसरी लाग्छ भनेर मैले मजाले पढाएको छु एचआइभी एड्समा है। एचआइभी एड्स रिप्रोडक्टिभ सिस्टमको डिजिज होइन, इम्युन सिस्टमको डिजिज हो। इम्युनलाई कम्प्रोमाइज गर्छ अनि त्यसपछि रोगहरू लाग्न थाल्छ, जसमा अपर्चुनिस्टिक इन्फेक्सन पढाउँदा मैले क्यान्डिडियासिस पनि पढाएको छु। अर्को हट एन्ड बर्निङ टपिक डायबिटिज है। डायबिटिजले इम्युनो कम्प्रोमाइजेसन कसरी गर्छ इन्डोक्राइन सिस्टममा पढाएको छ। सो डायबिटिजले इम्युनो कम्प्रोमाइज गराएर क्यान्डिडियासिसको इन्सिडेन्सलाई बढाउँछ। अर्को एन्टिबायोटिक, स्पेसल्ली ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक। गाउँघरतिर चलन के छ, जे पाए त एन्टिबायोटिक खाइदियो है, भाइरल ज्वरो आए पनि एन्टिबायोटिक खाइदियो। अब त्यो एन्टिबायोटिकले जिउमा हेल्पफुल किटाणुहरूलाई मारिदिन्छ अनि त्यसपछि रोग लाग्न थाल्छ। सो इम्युनो कम्प्रोमाइज गराउँछ। अर्को अर्गान ट्रान्सप्लान्टेसनको बारेमा हामीले इम्युनो सप्रेसिभ ड्रगहरू दिन्छौँ सो द्याट रिजेक्सन नहोस्। सो इम्युन सिस्टम विक भएको हुन्छ, त्यति बेला क्यान्डिडियासिस लाग्न सक्छ। अर्को आफ्नै जिउका अर्ग्यान शत्रु भइदियो भने त्यस्तो खालको कन्डिसनलाई अटो इम्युन कन्डिसन भन्छौँ। सो अटो इम्युन कन्डिसनमा पनि इम्युन सिस्टम विक भइराखेको हुन्छ, क्यान्डिडियासिस सर्ने चान्स बढी हुन्छ। र अर्को क्यान्सरको केमोथेरापी र कर्टिकोस्टेरोइड केमोथेरापीमा है, दुईवटा कर्टिसोलले पनि इम्युनिटी घटाउँछ। सो क्यान्सरको ट्रिटमेन्टको बेला अनि त्यसपछि कर्टिसोलको थेरापी चलाइरहेको बेलामा त्यति बेला पनि इम्युन सिस्टम विक भइरहेको हुन्छ। सो क्यान्डिडियासिस सर्ने चान्स म्याक्सिमम हुन्छ। सो यति रिस्क फ्याक्टर भइसके पछाडि अब अघि पढेको कुरालाई हामी अलिकति रिभाइज गरेर लेख्न खोज्छौँ सो द्याट एक्जाममा लेख्न एकदमै सजिलो होस्। सो कारण भन्ने बित्तिकै सबभन्दा पहिला दिमागमा आउनुपर्ने कुरा कजेटिभ एजेन्ट क्यान्डिडियासिस छ नामै। सो क्यान्डिडा अल्बिक्यान्स, इट इज अ फङ्गस, इस्ट लाइक फङ्गस। इस्ट लाइक फङ्गस भनेको के हो पछि एमबिबिएसमा गएर मजाले पढिन्छ।
यो अब कम्युनिकेबल डिजिज नभइसके पछाडि यसका रिस्क फ्याक्टर हुन्छन्। सो मेजर रिस्क फ्याक्टर भनेकै विक इम्युन सिस्टम हो। के कारणले इम्युन सिस्टम विक हुन्छ? पहिलो इन्फेन्टमा इम्युन सिस्टम डेभलपै भएको हुँदैन, बुढेसकालमा इम्युन सिस्टम ध्वस्त भइसकेको हुन्छ, व्यापक रोग लाग्छ। एचआइभी एड्स पेसेन्टमा CD4 सेल डिस्ट्रोय हुन्छ, इम्युन सिस्टम ध्वस्त हुन्छ। डायबिटिज अगेन है त्यस्तै स्पेक्ट्रम ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक्स धेरैवटा अर्ग्यानिजमको अगेन्स्टमा हेल्पफुल हुने एन्टिबायोटिक इज ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक्स। यसले गर्दा जिउका युजफुल किटाणुहरू पनि मर्छन्, हेल्दी किटाणुहरू मर्छन् अनि त्यसपछि रोग लाग्छ। त्यस्तै कर्टिकोस्टेरोइड र केमोथेरापीले हाम्रो WBCलाई डिस्ट्रोय गर्छ अनि एन्टी इन्फ्लामेटरी रिएक्सन देखाउँछ, इम्युन सिस्टमलाई विक बनाउँछ। अर्गान ट्रान्सप्लान्टेसन र अटो इम्युन डिजिजको बेलामा पनि इम्युन सिस्टम विक हुन्छ किनकि इम्युनो सप्रेसन चलिरहेको हुन्छ। अब कारण थाहा पाइयो, हामी लक्षणतिर लाग्छौँ। साइन एन्ड सिम्पटम जसलाई मेडिकल भाषामा क्लिनिकल फिचर्स भन्छ। बिरामीले के कस्तो फिचर लिएर हाम्रो क्लिनिकमा आउँछ त्यसको बारेमा अलिकति चर्चा गरौँ। सो पहिलो भनेको मुखमा सेतो सेतो दाग धब्बा व्हाइट प्याचेस लिएर आउँछ। सो यसलाई ओरल थ्रस भन्छ। ओरल क्यान्डिडियासिसको मेन फिचरै यही हो, बच्चाहरूमा देखिने ओरल क्यान्डिडियासिस। त्यस्तै एडल्ट अनि फिमेलमा भजाइनल डिस्चार्ज, त्यस्तै अल्बिक्यानले सेतै निकाल्छ है। सो डिस्चार्ज कस्तो हुन्छ? कर्डी चिजी खालको। नर्मल डिस्चार्ज च्याप हुन्छ, अर्को च्याप हुँदैन, कडी र चिजी खालको हुन्छ। सो भजाइनल क्यान्डिडियासिसको फिचर भयो। त्यस्तै भजाइनामा डिस्चार्ज सँगसँगै चिलाउने पनि हुन्छ। फङ्गल डिजिजले चिलाउँछ है जहिले पनि। सो भजाइना चिलाउने प्लस बर्निङ सेन्सेसन हुने, फोहोर पानी आउने, चिलाउने अनि पोल्ने भयो भने क्यान्डिडियासिस भएको हुनसक्छ, डाक्टर कहाँ जानुपर्ने हुन्छ। र जताततै चिलाउने, यो चाहिँ स्किन क्यान्डिडियासिसको फिचर हो है। मुखमा पनि चिलाएको छ, भजाइना पनि चिलाएको छ, कुना काप्चा जिउमा जतातता छन्, जहाँ पुग्दैन कवि त्यहाँ पुग्दछ, सरी आड नभएको जिब्रो चिप्लियो। जहाँ पुग्दैन रवि त्यहाँ पुग्दछ कवि, त्यो गलत हो। जहाँ पुग्दैन रवि है, जहाँ घाम पुग्दैन, सुक्खा छैन, भिजेको छ, त्यहीँ लाग्छ ढुसी। सो क्यान्डिडियासिस त्यही हुन्छ, इचिङ त्यही हुन्छ। जिउका कुना काप्चा काफी अनि त्यसपछि फेरि जेनाइटल एरियाको वरिपरि, कापमा, ग्रोइन्सहरूमा, औँलाका बिचका खोप्चाहरूमा त्यता लाग्न सक्छ। सो जताततै व्यापक चिलाउन थाल्छ। सो चिलाउनु सँगसँगै ऱ्यास पनि आउँछ है, नङ पनि इन्क्लुडेड छ यसमा। सो ल अब क्लिनिकल फिचर्सलाई लेख्न थालौँ सो द्याट एक्जाममा झ्याप्पै रिकल होस्। सो सबभन्दा पहिला ओरल क्यान्डिडियासिसको फिचर, जिब्रो अनि मुखमा व्हाइट प्याचेस। त्यस्तै भजाइनामा के हुन्छ? डिस्चार्ज आउँछ, फोहोर पानी बग्ने, चिल्लाउने, पोल्ने। कस्तो खालको फोहोर पानी भन्यो भने दही जस्तो, चिज जस्तो। त्यस्तै जिउभरि चिलाउन थाल्छ, जहाँ जहाँ कुना काप्चा खोप्चाहरू छ त्यहाँ जताततै चिलाउन थाल्छ। अब यति लक्षण थाहा भइसके पछाडि क्यान्डिडियासिस हो कि भन्ने कुरा हामीले शङ्का गर्नुपर्ने हुन्छ। तर औषधि चलाउन पाइँदैन, चलायो भने केस लाग्छ। त्यही भएर इन्भेस्टिगेसन गर्छौँ अनि त्यसपछि क्यान्डिडियासिस हो कि होइन भनेर कन्फर्म गर्नतिर लाग्छौँ है। ल इन्भेस्टिगेसनमा सबभन्दा पहिला हिस्टोप्याथोलोजी, टिस्युमा भएको प्याथोलोजीलाई माइक्रोस्कोपमा हेर्ने, अल्सो कल्ड एज बायोप्सी अर माइक्रोस्कोपी। त्यसपछि कल्टिभेट गर्ने है। सो एउटा सुइटेबल कल्चर मिडियममा क्यान्डिडालाई कल्चर गर्ने, ग्रो गर्यो भने क्यान्डिडा, होइन भने अरू फङ्गस हुनसक्छ। त्यस्तै सबभन्दा स्पेसिफिक, सबभन्दा सेन्सिटिभ तर रुटिनली नगर्ने पोलिमरेज चेन रियाक्सन रिजल्ट चाहिँ ठ्याक्कै निकालिदिन्छ। सो यति भइसकेपछि क्यान्डिडियासिस हो भन्ने कन्फर्म हुन्छ अनि बल्ल उपचार गर्न थाल्ने है, नत्र केस लाग्न सक्छ। सो उपचारमा सबभन्दा पहिला अब दल्ने नै हो, टपिकल एन्टिफङ्गल्स। टपिकल कुनै पनि औषधि हामीले स्किन अथवा म्युकोसामा लगाउँछौँ भने त्यसलाई भनिन्छ टपिकल। सो एउटा मलम हुन्छ, अर्को झोल हुन्छ। स्किनमा, भजाइनामा, म्युकोसामा जताततै दल्न मिल्छ त्यहाँ हामी मलम लेखेर दिन्छौँ, मुखको लागि छुट्टै झोल दिन्छौँ है। सो बजारमा चर्चित क्यान्डिड बी दाद हुने बित्तिकै लगाउँछौँ हामी। खासमा क्यान्डिड बी चाहिँ ब्रान्ड नेम हो, जेनेरिक नेम चाहिँ यसको कोट्रिमाजोल हुन्छ है। पछाडि अजोल लाग्ने बित्तिकै इट इज एन्टिफङ्गल। अर्को हुन्छ ओरल एन्टिफङ्गल। यदि टपिकल एन्टिफङ्गलले मलमले सन्चो भएन भने मुखबाट खाने। एडल्ट हो, ठुलो मान्छे हो,
जब खान सक्छ पानीसँग भने हामी क्याप्सुल दिन्छौँ है, फ्लुकोनाजोलको। होइन बच्चा छ कोखाइ हाममा गरेर खुवाउनुपर्छ भने हामी झोल दिन्छौँ, सस्पेन्सन है। र सबभन्दा कुरो ट्रिटमेन्टभन्दा ठुलो कुरो प्रिभेन्सन हुन्छ। प्रिभेन्सन इज अलवेज बेटर देन क्योर। सो प्रिभेन्सन इट इज अ जेनाइटल डिजिज, स्किन डिजिज, ओरल डिजिज। सो सबै खालका पर्सनल हाइजिनका उपायहरू अपनाउने पर्ने हुन्छ, इन्क्लुडिङ ओरल हाइजिन, जेनाइटल हाइजिन, ह्यान्ड हाइजिन, बडी हाइजिन, र सबभन्दा इम्पोर्टेन्ट कुरा स्किनलाई ड्राई गर्नुपर्छ, नत्र जहाँ ओस लाग्छ त्यहीँ हुन्छ ढुसी है। ल त्यस्तै अब बच्चाहरूमा इम्युन सिस्टम डेभलप गर्नको लागि गर्नै पर्ने चिज इपिआई स्केड्युल अनुसार भ्याक्सिन लगाउन पर्यो। इम्युन सिस्टमलाई बुस्ट गर्ने न्युट्रिसनहरू लिन पर्यो है एडल्ट र एल्डरलीमा। अनि डायबिटिजलाई कन्ट्रोल गर्न पर्यो, सुगर कम खान पर्यो, बेला बेला स्क्रिनिङ गर्न जानु पर्यो। र डायबिटिज जति रिसर्च भएको डिजिज संसारमा कुनै पनि छैन, यसको कन्ट्रोल मेजर्सहरू जति पनि छन् है। ल एचआइभीलाई स्टप कसरी गर्ने एचआइभी टपिकमा पढाइसकेको छ। सबभन्दा बर्निङ टपिक एन्टी माइक्रोबियल रेजिस्टेन्सको अगेन्स्टमा क्याम्पेनहरू चलाउनुपर्छ। जे पाए त्यही ऱ्याम्पेन्ट एन्टिबायोटिक्सहरू खान हुँदैन। यसले गर्दाखेरि हाम्रो जिउका गतिला किटाणुहरू मर्दैनन्, अनि त्यही भएर एन्टी माइक्रोबियल रेजिस्टेन्स पनि हुँदैन, इम्युनिटी पनि कमजोर हुँदैन है। ल सबभन्दा इम्पोर्टेन्ट कुरा एजुकेसन। एजुकेसनले जति क्रान्ति संसारमा केहीले पनि ल्याएको छैन। माया गरेर सिकाउने कि गाली गरेर सबै आफ्नो थातमा छ, हरेक लेक्चरमा भन्ने गरेको कुरा। अब ट्रिटमेन्टलाई कसरी लेख्ने एक्जाममा भन्यो भने दुई खाले मोडालिटी हामी युज गर्न सक्छौँ। एउटा मलम लगाउने अथवा झोल दिने है, स्किन र म्युकोसामा कोट्रिमोक्साजोलको ओइन्टमेन्ट अथवा ड्रप्स दिन सक्छौँ। पछाडि अजोल त एन्टिफङ्गल। यदि यसले काम गरेन भने बल्ल मुखले खान दिने। यदि ठुलो मान्छे छ भने क्याप्सुल दिने फ्लुकोनाजोलको, यदि बच्चा छ भने झोल दिने सस्पेन्सन। कोट्रिमोक्साजोल र फ्लुकोनाजोल दुइटैको पछाडि अजोल छ, सो इट इज एन्टिफङ्गल। अब प्रिभेन्सनलाई प्रोफाइलेक्सिस भन्छ, एमसिक्यूमा सोध्न सक्छ। पहिलो प्रिभेन्सन भ्याक्सिनेसन बच्चाहरूमा इपिआई स्केड्युल अनुसार, नेपालको खोप तालिका अनुसार। त्यस्तै पर्सनल हाइजिन इन्क्लुडिङ जेनाइटल ओरल, अनि त्यसपछि स्किनलाई ड्राई गर्ने सबै कुराहरू गर्न पर्यो। न्युट्रिसन कस्तो, जसले इम्युनिटी बुस्ट गर्छ, इम्युन सिस्टमलाई स्ट्रङ राख्छ, रोग लाग्नै दिँदैन। एचआइभी र एड्सको प्रिभेन्सन, एचआइभी र एड्स नहुने बित्तिकै इम्युन सिस्टम हेल्दी नै रहन्छ, अनि त्यसपछि इम्युनिटीसँग रिलेटेड रोग लाग्दैन, क्यान्डिडियासिस लाग्दैन। डायबिटिज कन्ट्रोल गर्न पर्यो, मेन कुरा। सुगर धेरै नखाने, बेला बेला चेक गराउने। यदि डायबिटिज डायग्नोस्ड भएको छ भने मजाले औषधि खाने। त्यो जे पाए त्यही औषधि खाँदिनँ भनेर हुँदैन। एकचोटि डायबिटिज लागिसकेपछि जे पाए त्यही एन्टिबायोटिक युज नगर्ने। सो सबभन्दा इम्पोर्टेन्ट कुरा हेल्थ एजुकेसन, तरबारभन्दा ठुलो हतियार जहिले पनि कलम हुन्छ भन्दै आजको भिडियो यहीँ कन्क्लुड गर्न चाहन्छु। दिवस तिवारी साइनिङ अफ। धन्यवाद।